Hello, so guys. Hello, so guys. Welcome back to my YouTube channel. हामी चाहिँ यहाँ विशेष गरी आज के गर्न आएको रे नेट जोड्न आएको हैन टेक माइन्ड्स नेटवर्क प्राइभेट लिमिटेड को चाहिँ यहाँ नेट जोड्न आएको यहाँ नयाँ कनेक्सनको लागि अनि चाहिँ अब हाम्रो सिनियर टेक्निशियन चाहिँ उहाँ हुनुहुन्छ हैन र सिनियर टेक्निशियन सर उहाँले चाहिँ तार फुगाइराख्नु भएको छ एकजना हाम्रो माथि जानु भइछ एउटा च्वाच जी हुनुहुन्छ हाम्रो अर्को स्टाफ हाम्रो चाहिँ त्यो निकनेम च्वाचे राख्दै छौं अनि कहाँबाट तान्ने हुन्छ यो तार भने चाहिँ बा त्यो यहाँबाट यो रुखबाट चाहिँ सर हामीले ल्याउँछौं हैन ल्याएर माथि लौड सल्लाको कम्पनी हो कि अफिस हो त्यसमा जोड्ने हो सो त्यही हो भिडियो चाहिँ हैन कहाँको यो त ल च्वाच राउटर त यतै होला नि म चाहिँ अब पुरा यो मिसिनहरु बोकेर गइरहेको छु हैन त्यो जुन त्यो रुख देखाएको थिएँ मैले अघि हैन त्यो रुख भएको ठाउँमा चाहिँ जान्छु टोपीले मेरो अनुहार छेक्के होला अलिकति म फेरि ह्यान्डसम छु नि त सो हामी चाहिँ अब जान्छौँ हैन बाटो पनि यस्तो खतरम छ हैन म देखाउँछु तपाईहरुलाई बाटो यस्तो छ यो चाहिँ अस्ति 81 सालको असोज महिनामा असोज 12 मा आएको बाढीको कारण चाहिँ यस्तो भएको हो हैन र यो चाहिँ खोलाले बिगारेको छ यहाँको संरचनाहरु त्यही यहाँ चाहिँ एकदम राम्रो बाटो पनि थियो पुलहरु थिए हैन चाहिँ भड्किया छ सो हामी चाहिँ यहाँबाट जानुपर्छ यहाँबाट टक्क माथि निस्किन्छौं अनि निस्केपछि ट्याक्क लाएर चट्ट लाएर हामी चाहिँ के गर्छौं त भनेपछि तार जोडिन्छ हैन सकिहाल्छ नि अलि माथि चाहिँ अलि गाह्रो हुन्छ होला यार जोडिन्छ हैन टक्क बाटो चाहिँ एकदम डेन्जर छ अनि टक्क जोडेर 15000 त पड्काइहाल्नु पर्छ हाम्रो सिनियर टेक्निशियन हाँस्नु भयो 15000 भनेपछि खुसी भएर त होला तर यो 15000 चाहिँ पड्काउने मात्रै हो हैन हामीले लिन चाहिँ होइन अफिसले लिन्छ के हैन कम्पनीले लिन्छ हैन म हाम्रो सर हुनुहुन्छ च्वाचे सर मुसु आजिरा त स्केमा टोक्ने यो चाहिँ गोठीखेल बजारको सुन्दर दृश्य देखाइरहेको छु यहाँबाट टक्क लाएर हेर्नु होला हैन यहाँ चाहिँ बाढीले खोलाले यस्तो बनाइछ मेन बजार चाहिँ यही हो हामी चाहिँ यहाँ ठक्क यो चाहिँ बजार देखाइन्छ अलिकति जुम गरेर हेर्नु होला मुख्य बजार चाहिँ यही हो बजार त्यति ठुलो चाहिँ छैन सो अब बजार ठुलो नभए नि यहाँ चाहिँ एकदम ठाउँ चाहिँ राम्रो थियो पहिला अहिले चाहिँ खोलाले बर्बाद बनायो नि हैन त हो यहाँबाट पनि पहिरो खसिराख बर्खामा चाहिँ डेन्जर छ हैन ठाउँ त्यही पनि के छ रे के रे सर के भयो रे बहुत गाह्रो हुन्छ के गाह्रो भयो नेट जोड्न गाह्रो भयो कि हिँड्न गाह्रो भयो यस्तो उकालो छ बाटो डेन्जर छ नि त अनि गाह्रो त भइहाल्छ नि हामी चाहिँ यहाँबाट टक्क लाएर जान्छौँ के कहाँ हुनु नि यहाँ मान्छे लडेर भिरबाट खस्यो नि मोबाइल चाहिँ खस्नु भएन बाटो चाहिँ डेन्जर छ क्या हैन भिर छ हैन भिरी भयो यस्तो डेन्जर भिर छ अनि मान्छे यहाँबाट खस्यो नि त ल केही बज्दैन नि त मान्छेको त पुरा हड्डी एकातिर मासु एकातिर हुन्छ होला के गर्ने अब हेर्नै पर्यो गर्नै पर्यो यहाँबाट चाहिँ अलि माथिबाट चाहिँ देखाइन्छु यहाँको बजारको दृश्य हेर्नु होला अलिकति जुम गरेर देखाइन्छु है त साथीहरु
यो देखिरहेको चाहिँ महाङ्काल गाउँपालिका बागमती प्रदेशको प्रशासकीय भवन रहेको छ, तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ देखिरहेको चौकी हो, यो पनि खोलाले लगाएको थियो अस्ति न, अहिले बनाइरहेको छ। म चाहिँ यहाँ फाइनली ठाउँमा आइसकेँ होइन। केटाहरू चाहिँ मारेछन्, दुईजना केटाहरू। यही रुखबाट चाहिँ हामीले नेटको लागि तार जोडेर लान्छौँ होइन। कहाँ लान्छौँ भने चाहिँ त्यो हरियो जस्ताले छुवाएको घरमा चाहिँ लान्छौँ हामी। यसो म पनि त देखिनु पऱ्यो। केटाहरू त्यहाँ छन् है। यहाँको बजार चाहिँ यस्तो छ साथीहरू होइन। हामी चाहिँ अब नेट जोड्न लगाएको छ यहाँ, तकलार नेट जोड्न लाग्छ होइन। अब यहाँबाट तार जोड्नुपर्छ कि हामी यहाँबाट पारे देखाउँछ है त साथीहरू। केटाहरूले चाहिँ अब देखाउनु पऱ्यो। म चाहिँ अलिकति केटाहरू देखाउँछु है त यहाँ। हेलो, हाउ आर यु सर? सामानहरू जस्तै साइड कटिङ प्लायर, हजुर, डायमन्ड कटर, हजुर। यो पावर मिटर। पावर मिटर, पावर मिटरले के गर्ने भनिदिनु त? पावर मेजरमेन्ट गर्ने। हजुर, एकदमै राइट कुरा भन्नुभयो। चाहिँ अर्को सर के छ सर हालखबर? डबल टेप ठिक छैन होइन? सामानहरू के छ हाम्रो उहाँ सरहरूले निकालिराख्नु भएको छ होइन। तक्कलाएर अब सामानहरू निकालेर जोडेर के गर्ने हो गरिन्छ यहाँ चाहिँ होइन। यो चाहिँ के भन्छ त्यसलाई? यसको नाम? हजुर हजुर, प्याच केबल। प्याच केबल। ल थाहा पाउनु होला नि साथीहरू, प्याच केबल। अब नेट जोड्नलाई के चाहिन्छ भन्ने कुरा त अब यहाँ सरहरूले चाहिँ हाम्रो सरहरूले अलिकति काम गर्नुहुन्छ होइन। हो यो चाहिँ मसिन हो, मिसिन हो है। यो चाहिँ मेन मिसिन हो। ल यसरी चाहिँ यो मेन मिसिनले चाहिँ काम गर्छ। अहिले काम गरेको नि देखाइदिन्छु म तपाईँहरूलाई। यो चाहिँ गोटेखेलको सुन्दर बजार के भन्छ अरे? गोटेखेल सुन्दर बजार हो। सुन्दर बजार त के हुनु, अब चाहिँ बाढी पहिरोले सुन्दरी बनाइदिएछ, सुन्दरी। यहाँका घरहरू सबै दुई चारवटा घरहरू बाढीले लगिया छ। अरू त त्यस्तै हो। सर देखाउँछु है त साथीहरू एकचोटि फेरि पनि यो बजारको दृश्य हेर्न सक्नुहुन्छ, नजारा। यो चाहिँ पुलिस चौकी हो। पटा भन्दै भने मैले भन्नुपर्थ्यो, अघि पनि चौकी हो। डबल हो त्यसबाट। यो चाहिँ पुलिस चौकी हो। फेरि हाम्रो उहाँ सरको निर्देशनमा फेरि भन्यो नि त एकचोटि। ओ यो देखिरहेको है। यो चाहिँ कतिको जुम हान्नु त? अब म जुम गरेर देखाउँछु है त साथीहरू, टक्क लाएर हेर्नु होला। आहा सबैले तिमीलाई अस्ति बेइज्जत गर्न आउँदैन नि त फेरि। बडा इज्जत छोड्दैन, बडा साह्रै इज्जत छोड्दैन। ल ल ल ल एकछिन त भिडियोमा त यसले त मासाल भनिहाल्छु नि। ग्रिन पनि हाने क्या साथी हो। यहाँको माथिको त्यो आजको मौसम एकदम क्लिन पनि छ, राम्रो छ। त्यही हो, क्लिन पनि छ, राम्रो पनि छ, गर्मी छ होइन। मौसम त गर्मी छैन होइन सुदीप सर? मुझे ऐसा लगता है मकै बारी दरेम दरेम भन्दै एउटाले। यहाँ चाहिँ काम भइरहेको छ होइन साथीहरू। त्यही हाम्रो च्यानल चाहिँ लाइक कमेन्ट गरिदिनु होला होइन। च्यानल नयाँ हुनुहुन्छ भने छेउमा रहेको बेल आइकनमा थिचेर क्लिक गरी सब्सक्राइब पनि गर्ने हुनु है त साथीहरू। अरू त के भन्नु छ र, अरू त तपाईँहरू नै जान्ने हुनुहुन्छ हामीभन्दा। तपाईँहरूले साथ सपोर्ट गर्नुभयो भने चाहिँ हामी अलिकति केही गर्न सक्छौँ। नत्र तपाईँहरूले साथ सपोर्ट दिनु भएन भने गाह्रै छ साथीहरू। त्यही भएर साथ सपोर्ट गर्नुहुन्छ होला भन्ने पूर्ण आशा राखेको छु। म चाहिँ यहाँ उहाँ सरहरू एकछिन टिकटक बनाइदिन्छु, फेरि हामी एकछिन पछाडि मिल्छौँ है त साथीहरू। हुनुहुन्छ हाम्रो सौगात दुलाल, अहिले चाहिँ स्प्याचिङ गरेर सकिसक्नु भएको छ भने यति बेला यो टिफिन बक्स नै हो। टिफिन बक्समा अलिअलि के घाच्चा पार्नु भयो त। हाम्रो उहाँ चाहिँ सुदीप सर हुनुहुन्छ होइन। उहाँले चाहिँ यो तार यहाँ यसरी डल्लो पारेर बाँडिसक्नु भयो होइन, बाँधिसक्नु भयो। अब चाहिँ हामी यहाँबाट पार जाने होइन।
तिमीले खासै काम त त्यति राम्रो आन्न नि के तिमीलाई नै आउँछ भन्ने मलाई खासै मलाई पनि खासै आउँदैन कि सिक्न आएको सर हामी सिकारू हो सिकारू हो नि त केडो म सिकाइरहेको छु नि त म यसो गर्नुपर्छ गुरुदेव यसो गर्नुपर्छ केटा हो यसो भनेर म चाहिँ अब सिकाइरहेन अनि यसो केटाहरूले गरिरहेको काम के होस् अब चाहिँ यहाँबाट हामी पारि जान्छौँ होइन अब पारि मिल्छ है त साथीहरू ओके ओ हाम्रो चाहिँ एकजना सर चाहिँ यहाँ चढिराख्नु भएको थियो रुखमा तार यो रुखमा बाँध्नुपर्छ नि त त्यही भएर खै हात हल्लाउ त ओ ठ्याक्कै बाँडरको जस्तो देखो यार काका यसको नाम के रे आरु होइन आरु चाहिँ एकजना एउटा घटना घटाएको कि हामीलाई होइन त्यही भएर अहिले चाहिँ आजभोलि चाहिँ आरु फल्ने कार्यक्रम आरु फल्ने सिजन हो नि त त्यही भएर आरुहरू फलिरहेको छ होइन लोकल अर्ग्यानिक हो नि त अनि अब आरु देख्दाखेरि चाहिँ एउटा घटना याद आउँछ होइन त्यहाँ हाम्रो चाहिँ नकारात्मक घटना होइन नकारात्मक घटना घटेको छ नि त एउटा अलिक नराम्रो टाइपको भन्न मिल्दैन त्यही भएर अलिक भन्न मिल्ने छैन साथीहरू त्यही भएर नभनिहालौँ तानो चाहिँ हामी तान्छौँ होइन तानेर चाहिँ यो ट्याक्क खिरेको छ यो घरमा चाहिँ हामी नेट जोड्छौँ नेट जोडिसकेर मजाले घर गइन्छ होइन भात पकाइन्छ खाइन्छ सोटिन्छ ब्याङ्गला अनि यहाँ चाहिँ यो लौड सल्लाहको अफिस हो होइन यहाँ के छ त्यो पनि देखाउन मिल्छ भने देखाउँछु है त साथीहरू म तपाईँहरूलाई यहाँको नजारा चाहिँ एकदम बबाल देखिन्छ यार होइन देख्न सक्नुहुन्छ साथीहरू नजारा चाहिँ एकदम बबाल छ होइन त कलाएर हेर्नु कति क्लियर देखिन्छ ओइ लाग्ला भरे लागेन झन्डै हाम्रो एउटा च्वाचे सर छ यहाँबाट छिर्या यार यस्तो सानोबाट च्वाचे सर तोको यो चाहिँ लौड सल्लाह पर्सोदित लौड सल्लाह जम्मा गर्ने अनि के गर्छ होला यहाँ चाहिँ होइन लौड सल्लाहको मेसिन देख्न सक्नुहुन्छ साथीहरू